धेरै दर्शकले कुखुरा पालन व्यवसायको बारेमा कार्यक्रम बनाउन हामीलाई अनुरोध गर्नुभएको थियो। तपाईकै आग्रह र चाहना अनुसार आज हामी ब्रोइलर कुखुरा पालन व्यवसायको बारेमा चर्चा गर्दैछौं। नेपालमा अहिले कुखुराको अण्डा र ब्रोइलर कुखुराको मासुको कुल बजार करिब 90 अर्ब रुपैयाँको रहेको छ। बजार बढ्नुको मुख्य कारण तुलनात्मक रूपमा कुखुराको मासु सस्तो पाइनु हो। अहिले बजारमा 1 किलो कुखुराको मासुको मूल्य 350 रुपैयाँ पर्दछ, जबकि 1 किलो राँगा वा बंगुरको मासुको मूल्य 550 रुपैयाँ र 1 किलो खसीको मासुको मूल्य 1250 रुपैयाँ पर्छ। कुखुराको मासु पपुलर हुनुको अर्को कारण जहाँ पनि र जहिले पनि किन्न पाइनु हो। नेपालमा कुखुराको मासुको बजार हरेक वर्ष 25%ले बढ़िरहेको छ। यस हिसाबले अबको 5 वर्षमा कुखुराको मासुको बजार 1 खर्ब 3 अर्ब रुपैयाँ पुग्नेछ। अण्डाको माग वार्षिक 10% का दरले बढ़िरहेको छ। नेपालमा कुखुराको मासुको माग दैनिक देशभर 6 लाख किलो रहेको छ। यस्तै अण्डाको माग दैनिक 40 लाखवटा रहेको छ। प्रभु बैंक प्रेजेन्ट्स नेपाल फर्केपछि लाइफ इन्स्योरेन्स पार्टनर नेपालकै सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कनेक्टेड बाय एनसेल। रेमिटेन्स पार्टनर प्रभु मनी ट्रान्सफर। इन्स्योरेन्स पार्टनर शिखर इन्स्योरेन्स। Prabhu Bank, a reason for your success.